Day 2 of water fasting. आज चाहिँ मेरो सेकेन्ड डे है वाटर फास्टिङको। अनि मैले के गर्छु आज बिहान चाहिँ मैले आज फर्स्टमा यो बिरे नुन खाएँ, थोरै बिरे नुन खाएँ। यसले चाहिँ मेरो बडीमा नुनको मात्रा पुर्याउँछ। यो चाहिँ म दिनमा 2-3 चोटि खान्छु, तर धेरै हैन, थोरै थोरै हालेर खान्छु है। मलाई चाहिँ त्यो खाइसकेपछि हल्का टाउको दुखे जस्तो भइरहेको थियो, अहिले चाहिँ ठिक छ, बडी एडजस्ट हुँदैछ, त्यति एनर्जी चाहिँ छैन, हेभी कामहरू गर्नु हुँदैन। अनि एकै ठाउँमा बसिरह्यो भने नि झन् अल्छी लाग्ने हुँदो रहेछ। सो सानो सानो मुभमेन्टहरू चाहिँ गर्नु पर्यो हैन। अनि यो चाहिँ म कफी, यसले चाहिँ एनर्जी दिने रहेछ। यो खाएपछि धेरै फ्रेस फिल हुँदो रहेछ अनि मेटाबोलिजम पनि एकदम हाई राख्दो रहेछ। सो कफी पनि गुड चोइस, बिरे नुन, कफी। अनि पानी चाहिँ मैले हिजो रसुवा भन्ने पानी खाथेँ, आज चाहिँ यो पूर्ण भन्ने पानी, यो पनि स्प्रिङ वाटर नै रहेछ हैन, स्प्रिङ वाटर नै रहेछ। यो पानी चाहिँ मैले अलि सस्तो रहेछ, यो हिजोको चाहिँ 70 रुपियाँ थियो, यो चाहिँ 40 मा पाएँ, त्यही भएर मैले यो चुज गरेँ। यो पानी हिजो मैले लगभग खाएँ होला 3.5 लिटर, आज आधी लिटर भ्याएर यति भ्याएँ। अनि 1 कप कफी खाएँ, बिरे नुन पानी 1 ग्लास खाएँ। अब सक्यो अनि म चाहिँ पसल हिँडेँ। कस्तो फिल हुन्छ के हुन्छ म भोलि हजुरहरूलाई भन्छु। अनि यो गर्दा हुन्छ कि हुँदैन भनेर, यो एक्सपेरिमेन्ट कतिको जेन्युन रहेछ भनेर चाहिँ म हजुरलाई इन्फर्मेसन दिइरहेको हुन्छु ल। थ्याङ्क यू।